व्यक्ति स्वार्थ तथा जागरण समाज नेपालको हाम्रो सर्वोदय केन्द्रीय अध्यक्षज्यू यो तितेपाती खेती को यो चाहिँ उत्पादन फ्याक्ट्रीमा आएर चाहिँ हामी देशैभरिमा रहेको तितेपाती हामीसँग गाउँमा हामीले चाहिँ अहिले फ्यालेर गएको अवस्था छ। हामीले चिन्न नसक्दाखेरि चिजलाई चाहिँ खेरा गएको अवस्थालाई चाहिँ अहिले हामी चाहिँ उत्पादन क्षेत्रमा पनि जाउँ भनेर हाम्रो संस्थाकै हाम्रो केन्द्रीय सर्वोदय अध्यक्षज्यू पनि यहाँ आउनु भएको छ। यो रिसर्चको लागि हामी आएका छौँ। यो चाहिँ हामी अहिले काठमाडौँको नागार्जुन नगरपालिका स्थितमा रहेको यो तितेपाती प्रशोधन फ्याक्ट्रीमा चाहिँ यसरी हाम्रो आमाहरू यहाँ काम गर्नुहुँदैछ। यसलाई चाहिँ यसरी केलाएर यो पातलाई चाहिँ यसरी लिनुहुँदो रहेछ। यो गोदामहरू भयो। अहिले हामी श्रद्धेय अध्यक्ष ज्यूसम्म चाहिँ यो हाम्रो खेरा गएको चिजलाई चाहिँ यसरी सङ्कलन गरेर चाहिँ रोजगार पनि भयो र देशमा यसले आर्थिक प्रणालीलाई पनि एउटा टेवा दिने हिसाबले हाम्रो संस्थाबाट पनि जोडिएका छौँ। अहिले अब हामी पनि हाम्रो केन्द्रीय अध्यक्षज्यू नै यसरी आइसकेपछि अब हामी उत्पादनमा जोडिने छौँ भन्ने यहाँहरू ए हजुर मिलेन ए भनेपछि उताबाट आइसकेपछि केही छ कि भनेर हेर्नु पर्यो। अब प्लास्टिक सलास्टिक यता झुक्किन सक्छ नि त। हजुर पेल्न मिसिनले पेल्नको लागि कतिवटा मिसिन हालेर भुवा निकाल्छ नि त्यही पहिले यहीँ गर्ने बेला थियो। अहिले यहाँ मिसिन चल्ने बोकेर अहिले चाहिँ पाती नै पकाउनु थालेको क्या। ठुलो हुने रुख होइन यो त भुइँमै छोटो होचो होचो हुने हुने जम्मा यस्तो यस्तो हुने। अब यो खालको चाहिँ तितेपाती भने त रुख हुन्छ नि त। हजुर दाउरा जस्तो यत्र नै हुन्छ तर त्यसको होइन यो। त्यो भएको हुनाले हामी पनि अब यो देशैभरि उत्पादन एउटा खालको चाहिँ कृषि उत्पादनमा चाहिँ यो तितेपाती पनि उत्पादन गर्नका निम्ति हामी चाहिँ यहाँ रिसर्च गर्नको लागि यहाँ गोदाममा आएको छौँ। हजुर हाम्रो यो कृषि उत्पादनको हाम्रो संस्थाको उपसमितिका केन्द्रीय संयोजक भिन्ती पिरुवाजी र म उपस्थित छौँ। यसलाई चाहिँ रिसर्च गरेर हामी कसरी हुन्छ यसलाई चाहिँ देशव्यापी रूपमा अहिले चाहिँ जो वित्तीय क्षेत्रबाट पीडित भएका आम नेपाली नागरिकहरू आन्दोलन मात्रै समस्याको सावधान होइन तर पनि उत्पादनमा जोड्नुपर्छ र उत्पादनमा जोडेर जुन चाहिँ एउटा हामीले लगाइसकेपछि त्यसलाई धेरथोर स्याहार सुसार गर्दामा पनि तपाईँको इन्कम हुने र यहाँ चाहिँ तपाईँको आइपुग्दाखेरि काठमाडौँमा आइपुग्दाखेरि हुने मूल्याङ्कनहरू मूल्य भनौँ न अब चाहिँ अहिलेसम्मको जो गोदाम हामीले भित्र पनि हेऱ्यौँ र गोदामभित्र ल्याउने उत्पादन गर्ने किसानहरू पनि सन्तुष्टि भएको नै हामीले पायौँ र हामी पनि यसलाई एउटा खालको चाहिँ थोरै जमिनबाट चाहिँ एउटा खालको सुरुवात गर्ने तयारीका साथ हामी यहाँनिर चाहिँ हाम्रो ईश्वर सरसँग हामी भेट्न आएका छौँ। बिउ बिजनको कुराहरू रह्यो, त्यसपछि यसलाई मलजल गर्ने तरिका अरूभन्दा अलिकता तपाईँको फरक ढङ्गको चाहिँ यो चाहिँ तितेपाती हाम्रो गाउँघरमा जति पनि तपाईँको चाहिँ रैथाने भन्दा अलिक फरक खालका चाहिँ भएको कारणले पनि अब कुन माटोमा सुहाउने कुन भूगोल जमिनमा कस्ता खालका चाहिँ मध्य पहाडी हिमाली क्षेत्रमा चाहिँ कहाँनिर चाहिँ त्यसको उपयुक्त हुन्छ हामी सल्लाह गर्छौँ र सल्लाह गरिसकेपछि हामी फेरि एउटा खालका चाहिँ हामी उत्पादन क्षेत्रमा देशैभरि जहाँ हाम्रो चाहिँ प्रत्येक जिल्लाहरू कार्यक्षेत्र विस्तार भएको छ सबै जिल्लाहरूमा हामी चाहिँ लगभग 1.5 बिघाबाट हामी सुरु गर्नका लागि हामी यहाँ आएका छौँ। भनेपछि अब अन्तमा हजुरले हाम्रो वित्तीय स्वार्थ तथा जागरण समाज नेपालले पनि अब यो कृषि सम्बन्धी उत्पादित यो जुन हाम्रो अब हामीले त एउटा यसलाई त औषधिको रूपमा मात्रै काम गर्थ्यौँ गाउँघरमा खेरा त्यत्तिकै खेरा गइरहेको थियो भनेपछि यसलाई चाहिँ सदुपयोग गर्ने भयो अध्यक्षज्यू होइन। यसबाट 2 पैसा इन्कम लिने कुरा नि भयो तर हाम्रो संस्था हाम्रो सङ्गठन हाम्रो संस्थासँग उद्देश्यसँग मेल खाने पनि भयो। हजुर किनकि वित्तीय साक्षरता सबैलाई अहिले चाहिँ तपाईँको व्यापार व्यवसाय उत्पादन आम गरिब किसान या चाहिँ व्यापार व्यवसाय गर्ने या चाहिँ मध्यम वर्गको किसानहरू सबैलाई आवश्यकता छ। त्यो कारणले गर्दाखेरि हामी उत्पादन पनि गर्नुपर्छ र हामी गरेको उत्पादनबाट हामीले चाहिँ तपाईँको चाहिँ वित्तीय क्षेत्रमा जुन अहिले समस्यामा आइरहेको छ आर्थिक सङ्कटमा छ अब विदेश भनेर चाहिँ जो चाहिँ तपाईँको
खालि युवाहरू हुर्क्यु पढी लेखे सबै विदेश मात्रै जाने र देशको जति पनि तपाईँको चाहिँ जमिनहरू अहिले खाली बाँझो भइराखेको अवस्था छ र त्यो जमिनहरूलाई एकपछि अर्को गर्दै यो चाहिँ हामीले चाहिँ यो समग्रतामा सबै चिज यो मात्रै भन्ने होइन, हामी अन्य उत्पादनमा पनि जोड्छौँ र यसले दिने किसानहरूलाई दिने चाहिँ तपाईँको चाहिँ जीवनपार्जनको लागि या चाहिँ तपाईँको उत्पादन गर्दाखेरि जीवन चल्न सक्ने या चाहिँ 2 पैसा चाहिँ तपाईँको चाहिँ एउटा इन्कम गर्न सक्ने वातावरण बन्छ भने यसलाई देशव्यापी रूपमा लाने र त्यो खालका चाहिँ हाम्रो संस्थागत रूपमा चाहिँ एउटा निर्णय गरेर अगाडि बढ्ने एउटा खालको चाहिँ तयारीका साथ हामीले कृषि उत्पादन एउटा खालको विभाग खडा गरेका छौँ। त्यो विभाग अन्तर्गतबाट चाहिँ हामी देशव्यापी रूपमा यसलाई कार्यान्वयन गर्न लान्छौँ र पहिला हामी पनि 1.5-2 बिघामा हामी एउटा खालको चाहिँ उत्पादन गरेर हामी चाहिँ हेर्छौँ र योबाट चाहिँ तपाईँको चाहिँ अहिले वित्तीय क्षेत्रबाट समस्या भएका आम नेपाली जनताहरू जो चाहिँ तपाईँको चाहिँ घरबारविहीन विस्थापित हुनुपर्ने विहीन भइरहेछ, रोजगारीको लागि चाहिँ जो चाहिँ विदेश भौतारिनु पर्ने युवाहरू चाहिँ जो त्यसलाई चाहिँ न्यूनीकरण गर्नको निम्ति हामी चाहिँ यसलाई चाहिँ यदि हुने हो भने आम देशमा गएर विदेशमा छरिएका चाहिँ युवा शक्तिहरूलाई पनि हामी तितेपाती नै रोपेर यो देशमा चाहिँ तपाईँको चाहिँ एउटा खालका चाहिँ आफ्नो परिवारको एकैसाथ बसेर हामी 2 पैसा कमाउन सक्छ भने हामी यसलाई चाहिँ देशव्यापी रूपमा गर्ने तयारी चाहिँ हामी सोचका साथ चाहिँ हामी आएको छौँ।